टिचर हुनुहुन्थ्यो नि त टिचिङ छोडेर राजनीतिमा किन गयो सर? टिचिङको पैसाले घर चल्दैन सर? हेर्नुहोस् भाइ, म विद्यार्थी हुँदा सुना, म विद्यार्थी हुँदा मेरो आर्थिक अवस्था एकदमै दयनीय। विद्यार्थी म तेज थिएँ। 9 क्लासमा पढ्दाखेरि 8बाट 9 पढ्दाखेरि म चाहिँ फर्स्ट विद्यार्थी हो, तर 10 क्लासमा म चाहिँ थर्ड भएँ। मेरो इच्छा थियो म राम्रो थर्ड भए पनि म चाहिँ क्लासमा राम्रै विद्यार्थी नम्बर 1 मै थिएँ। तर मेरो इच्छा थियो टेक्निकल एजुकेसन पढ्ने, डॉक्टर बन्ने, इन्जिनियर बन्ने, तर चाहिँ तपाईको एफोर्डेबल थिएन। गार्जियन चाहिँ एफोर्ड गर्न सक्ने स्थितिमा थिएन। मैले चाहिँ ट्युसन पढाएर म इन्टरमा पढ्दाखेरि इन्टरको विद्यार्थीलाई ट्युसन पढाउँथे अनि ट्युसन पढाएर म चाहिँ तपाईको आफ्नो एजुकेसनलाई कन्टिन्यू गरेँ। बोर्डिङ स्कुलमा पढाएर मैले कन्टिन्यू गरेँ अनि पछाडि म शिक्षक भएँ। तर मेरो भित्र चाहिँ तपाईको किन मैले चाहिँ डॉक्टर बनिन, किन म इन्जिनियर बनिन, किन मैले चाहिँ तपाईको लोकसेवा तयार गर्न सकिन, यो विषयवस्तु मेरो मनमा चाहिँ थियो। यसको कारण मैले खोतले अनि यसको कारण मुख्य रूपमा चाहिँ पोलिटिक्स थियो क्या। पोलिटिक्सले चाहिँ तपाईको असमानता ल्यायो। पोलिटिक्सले समाजलाई चाहिँ असमान बनाइदियो। पोलिटिक्सले चाहिँ तपाईको धन भएको मान्छे चाहिँ पढ्ने, धन नभएको मान्छे चाहिँ पढ्नै नपाउने, प्रतिभा भाव पनि ऊ चाहिँ तपाईको पढ्न नपाउने। मेरो भित्र चाहिँ तपाईको बुद्धि थियो त्यो विषयवस्तुको। म टिचर हुँदा पनि राम्रो टिचर थिएँ। म चाहिँ हाई स्कुलमा म जतिको कमाउने शिक्षक कोही थिएन, तर म चाहिँ तपाईको यो पोलिटिक्समा म युद्धमा गएको हो भाइ। म चाहिँ ट्युसन छोडेर बोर्डिङ स्कुल मेरो आफ्नै थियो, ध्रुव तारा त्यतिखेर थियो, यानी मेरो बोर्डिङ स्कुल आफ्नै थियो। म ठेरा स्कुलको टिचर थिएँ। अंग्रेजीका टिचरलाई मैले ट्रेनिङ दिन्थेँ। सब कुरो मैले छोडेर युद्धमा गएँ। म माओवादीको जनयुद्धमा त्यहाँनिर म चाहिँ पोलिटिक्समा यो सभामुख बन्न गएको होइन, बलिदान दिन गएको थिएँ। म आफू चाहिँ मरेर पनि चाहिँ नयाँ सन्ततिको कल्याण होस् भन्ने चाहिँ सोचका साथ म गएको थिएँ र मेरा थुप्रै साथीहरू मरे पनि। मैसँग मलाई पुर्याउने साथी पनि सँगसँगै छ, तर ऊ चाहिँ मलाई पुर्याइदिएको छ, फर्किँदा चाहिँ ऊ मरेको छ। हेर्नुहोस्,